ल बाबु तपाईँको नाम भन्नु त? मेरो नाम सचिन भुटेल हो। अनि कति समयदेखि क्लास लिइरहनु भएको छ? भयो होला 1 हप्ता जति। तपाईँले कस्तो पाइरहनु भएको छ क्लास? एकदम क्लासहरू इन्फर्मेटिभहरू छ। अनि सरले दिएको लेक्चरको कारणले गर्दाखेरि आफ्नो थिङ्किङ फ्रेमहरू पनि बढिरहेको छ। एकदम राम्रो छ क्लासहरू। अनि हामीले जुन क्लास गरेछौँ नि, जुन थ्योरीहरू पढाउँदैन, हामीले डाइरेक्ट प्रब्लम सल्भिङ गरेर जुन गरिरहेको छ त्यसको बारेमा भन्नु त? त्यसले एकदम के भन्ने अब राम्रो भइरहेको जुन हामीले डाइरेक्ट प्रब्लम, किनभने त्यो कुराको तपाईँलाई थ्योरी स्ट्राटेजी पढाएर हुन्छ तपाईँलाई काहीँ हेल्प हुँदैन नि होइन? त्यो त लाइभ प्रब्लम सल्भिङ गरेर, किनभने त्यो थ्योरीको 5वटा थ्योरी जानेर हुन्छ त होइन? त्यो होल अन्डरस्ट्यान्डिङ सिचुएसनल अवेरनेस हुनुपर्छ नि त होइन? अनि जुन मैले पढाएको जुन ट्रिक जे छ त्यसले तपाईँलाई टाइमली सोल्युसन, टाइम म्यानेजमेन्टमा त्यो उचित छ कि छैन? एकदम हेल्प गर्छ। टाइम म्यानेजमेन्ट पनि हेल्प हुन्छ। त्यसले गर्दाखेरि अब थिङ्किङ फ्रेमहरू बढ्ने भयो। अब कसरी सोच्ने भन्ने कुरा सबै इन्क्रिज हुन्छ। तपाईँहरूको जुन मिस्टेकलाई नै एनालाइज गरेर मैले जुन पढाइरहेको छु नि, त्यो कुरा एकदमै जरुरी हो कि होइन भन्नु त? एकदम अहिलेको लागि निकै जरुरी। आइएस क्लास लिने स्टुडेन्टहरूको लागि निकै जरुरी हो त्यो होइन। तपाईँले आफूले कसरी सोच्नुहुन्छ त्यो रङ थिङ्किङलाई एनालाइज गरेर त्यसलाई सच्याउनु त एकदमै जरुरी हो नि त होइन? नभए त पढेको सार केही भएन नि त होइन? ल जस तपाईँले क्लास इफेक्टिभै पाइरहनु भएको छ होइन? एकदम इफेक्टिभ छ क्लासहरू। भन्न लगाएको त होइन नि, तपाईँलाई फिल भएको कुरा होइन? कसरी लगाउने आफूले आफ्नो मनलाई फिल गरेर भनेको। ल थ्याङ्क यू। ल हस्।